हेलो एन्ड नमस्ते सबैजनालाई। सो गाइज आज चाहिँ म आछु यहाँ धारामा हाम्रो कुलुङकोट खानेपानी योजना परेको थियो अनि त्यही कामको लागि आज म एक्लै आछु यहाँ धारामा। सो हाम्रो चाहिँ कुलुङकोटको डाँडामा पानी पुर्याउने छ आज। सो त्यही भएर आज मैले पहिलोचोटि यहाँ आएर नयाँ मेसिनबाट एकैचोटि डाँडामा कोटमा पानी लाने हो आज। हाम्रो गाउँको खानेपानी योजनाको लागि परेको नयाँ मेसिनहरू छ यहाँ। यो सानो मोटर भयो अनि यो चाहिँ ठुलो मोटर। सो यो ठुलो मोटरले चाहिँ माथि कोटमा पुर्याउने। यहाँ मैले स्टार्ट गर्यो भने डाइरेक्ट कोटमा पुग्छ पानी। सो यहाँ तलतिर एउटा ट्याङ्की राखेँ, त्यहाँबाट नि मोटरबाट पानी तानी हाम्रो बिजुली चाहिँ यहाँ माथिबाट आएको। 3000 लिटरको ट्याङ्कीमा पनि एउटा सानो मोटर हालेँ, यहाँ मोटरबाट तानी पानी ओभरफ्लो भरेको रहेछ पानी। ट्याङ्की राखेको त्यति ठुलो अनि यहाँबाट सानो मोटर हालेको लाइनको तार भयो अनि यो चाहिँ माथि ट्याङ्कीमा हाल्ने। पानी त फुल भरेछ, ढक्कन हालेर राखेर चाहिँ यो चाहिँ उताबाट लिएर आएको मुहानको पानी हालेर अनि यहाँबाट फेरि मोटरले तानेर वहाँ माथि पुऱ्याएको छ ट्याङ्कीमा। सो हाम्रो चाहिँ 2टा मुलको पानी एउटै ट्याङ्कीमा हालेर राख्यो। यहाँ छ पानी वाउ कस्तो क्लियर भएर बसिरहेको पानी, हरियो हरियो देखिरहेको छु यार। सो अघि मैले देखाएको सानो त्यो के भन्छ तल 3000 लिटरको ट्याङ्कीको लागि चाहिँ यो, अनि यो चाहिँ माथि कोटको लागि र गाउँको लागि। मोटर चालु गर्ने सिस्टम चाहिँ म हेर्छु एकचोटि, मैले अहिलेसम्म खोलेको छैन, सायद यो अन होला। सो यो चाहिँ अन भयो, अन भएपछि 3टा फ्युज हुन्छ, त्यो बत्ती बलिसक्यो। सो अब यो चाहिँ सानो मोटरको होला सायद, यो अन भयो। सो यो तल ट्याङ्कीको पानी तान्नु पर्यो भने चाहिँ यो थिच्ने होला। 2081 फागुन 26 गतेको दिन। सो आज चाहिँ पहिलोचोटि कोटमा पानी पुर्याउने मान्छे चाहिँ म आएको यहाँ। सो गाइस यो स्टार्ट गरेपछि अब डाइरेक्ट कोटमा पानी। सो गाइस आज चाहिँ कोटमा पानी पुग्नु भयो फर्स्ट टाइम। हाम्रो मेसिनले डेन्जर काम गर्छ, नयाँ मेसिन हालेको नि त। ओइ मलाई डर लाग्छ, फेरि खतरा हो नि त यो मेसिन भनेको। वेट अब चाहिँ हाम्रो पालो आउँदैछ। मैले पनि अस्ति नै भनिसकेको थिएँ 10 दिन चाहिँ सबैको पालो पानी खोल्न आउनु पर्ने हुन्छ। सो हाम्रो चाहिँ अब 4-5 दिन। आज चाहिँ म दिउँसो काममा आएर यहाँ खोल्न आएको। पानी यति छ होइन, हाम्रो मोटरले चाहिँ कति छिटो पानी तान्छ। यो ट्याङ्की चाहिँ लास्टै ठुलो हो। वाउ त पछाडिसम्म, यहाँ पछाडिसम्म छ है, कति फास्ट तान्छ त पानी। ठ्याक्कै ढुङ्गामा छ, 5 मिनटमा ढुङ्गाभन्दा तल पुगिसकेछ पानी। अहिले त कोटमा पनि पुगिसक्यो होला पानी सायद। आजको मौसम यस्तो छ कि पुरा कुहिरो भइरहेछ, पानी चाहिँ परिरहेको छैन। अनि अब चाहिँ एकछिन आधी घन्टा जति बसेर म जानुपर्ने हुन्छ फेरि माथि गाउँमा। कोटमा पनि जान्छु पानी आएन भनेर, त्यहाँ चाहिँ मलाई फोन गरिरहेको थियो, पानी पुगेको छैन अहिलेसम्म। यो चाहिँ माथि कोटमा लाने पानी गाउँको, यो चाहिँ ओभरफ्लो पानी, यो चाहिँ तल मोटरबाट तानेको पानी, यो गेट भल। अर्कै छ त, अरू त छैन केही पनि। सो यहाँ लाइटको पनि सुविधा छ है, चार्ज गर्ने मोबाइल मस्त मोटरले पानी तानिरहेछ बर्र हानेर। म चाहिँ अब एकछिन बस्छु, माथिको आदेश बिना चाहिँ म जानुहुन्न माथि मिस्त्रीहरू आँखा बनाउन। सो गाइस यो धारा बनेको चाहिँ 2002मा 2003मा बनेको अरे, लगभग 23-24 वर्ष भइसकेको छ यो बनेको। अनि 23-24 वर्षपछि बल्ल माथि कोटमा पानी पुगिरहेछ। सो आइ एम ह्याप्पी, म त एकदम खुसी छु।
त्यही पनि आज मैले पहिलोचोटि आएर पानी तानेको कोर्टमा 25 वर्षपछि पानी पुगेको रहेछ कोर्टमा। भोलिपछि त्यहाँ पार्टीहरू पिकनिकहरू भयो भने के भयो भने त्यहाँ पानीहरू चाहिँ समस्या हुँदैन। सो गाइस अब चाहिँ हाम्रो गाउँमा पानी समस्या हुँदैन है। यहाँ अब 2टा मुली रहेछ अनि मोटर पनि 2टा छ। एउटा ट्याङ्की त्यो भित्र अनि एउटा यो भित्र सबभन्दा ठुलो चाहिँ यहाँ तल ढुङ्गा भन्दा कति तल पुगिसक्यो पानी चाहिँ। देख्दाखेरि चाहिँ अलि सानो जस्तो छ ट्याङ्की हाम्रो, तर यहाँ भित्र चाहिँ झन् तल छ कि गहिरो। सो फाइनली कोर्टमा पानी पुगिसक्यो अरे। मलाई फोन गरिरहेको थियो भर्खरै। म पनि अब यहाँ सबै बन्द गरेर जान्छु माथि कोर्टमा पानी। ठ्याक्कै 15 मिनटमा आइपुग्यो। गाउँतिर पुरै सुनसान, कोही छैन बे। हाम्रो माथि ट्याङ्की धार्छ माथि। ल फाइनली आइपुगेछु हाम्रो गाउँको ट्याङ्कीमा। यो चाहिँ तलको ट्याङ्की। मैले एकछिन पानी तानेको त पुरै भरेछ। आमामा। सरहरू चाहिँ मास्तिर काम गरिरहेछ, पाइपहरू बनाइरहेको कोर्टमा धेरैजनाको लागि। यहाँ चाहिँ आज भर्खरै बनाएर जोइन गरेको। एउटा डाइरेक्ट कोर्टमा जान्छ पानी। यहाँ चाहिँ हामीले खनेको खाल्डो हो यो सबै। बिहानमा खनेर दिउँसो काम गर्दैछौँ। यहाँनिर पाइप फुटेछ, त्यही भएर गाँच्दै रहेछ। सो गाइस 2002बाट 2025मा पानी आउँदैछ हाम्रो कुलुङ कोटमा। यो बिचमा गाउँमा युवाहरूको आवश्यकता कति छ भन्ने कुरा चाहिँ बल्ल प्रमाणित हुन लागिरहेको छ। यति धेरै वर्षसम्म पानी नआएको र अहिले चाहिँ बल्ल पानी माथि कोटमा आइपुगेको छ। सो आज चाहिँ यो ट्याङ्कीको कामको लागि सामानहरू लिएर आउँदैछन्। कोही पछाडिबाट आउँदैछ भने कोही चाहिँ अगाडि पुगिसक्यो। हाम्रो ट्याङ्की चाहिँ यो ठ्याक्कै बिजुलीको पोल मुनिपट्टि छ है। यो टावर बनेको पनि कति धेरै वर्ष भइसक्यो। हाम्रो ट्याङ्की भएको चाहिँ यहाँनिर। यहाँ सिमेन्ट ढेर आइसकेको छ। यसको स्थापना 2078 वैशाखको 27 गते बनेको रहेछ। हिजो पानी हालेको रहेछ। पानी त यति ठुलो रहेछ पानी ट्याङ्की। यो चाहिँ तल लाने, तलबाट तानेको यहाँ, अनि ऊ यो तल चाहिँ गाउँको लागि बाट्ने। डेन्जर गर्मी भयो। अब यतातिर पानी छ्यालबाल हुन्छ सबै। गाइस यो गाउँको पुरा एक थोपाको पानीको लागि यहाँ कति धेरै सामानहरू चाहिन्छ है। अनि मेन गाउँमा जाने पानी चाहिँ यहाँबाट चालु हुन्छ। अनि यो चाहिँ माथि कोटबाट आउने पानी जोइन गर्ने भनेर राखेछ। यो चाहिँ माथि कोटबाट लिएर आएको पाइप। यहाँ छ, यो जोड्ने बाँकी छ। यहाँबाट छुट्टियो है। यो यहाँबाट यो चाहिँ माथि कोटमा जाने पानी। अनि यो चाहिँ यहाँ धार ट्याङ्कीमा। सो मैले चाहिँ पाइप जोड्नको लागि भनेर यहाँ मेसिन तताएर राखिरहेको छ। यो तात्तिसकेर चाहिँ अब उठाएर लिनुपर्ने पर्यो।